हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ हामी यहाँ बेलम्चीतिर आएको छौँ। यहाँ अब मासु लिएर हामी यहाँ बनाउने तर्खरमा छौँ। केटाहरू चाहिँ अहिले चुलोसुलो बनाउँदैछन्। अहिले ट्रेनमा त्यही रहेछ, कुकिङ खोला छेउ आएर मासु पोल्ने यताउता। र अहिले म अलि हाम्रो केटाहरू चाहिँ यहाँनिर रेडी हुँदैछन् र छोरा हामीले यहीँ मासतिर बस्तीबाट लिएर छौँ। ल हाम्रो दाजुहरू चाहिँ हाम्रो अब यहाँनिर चुलोसुलो बनाउँदैछ यहाँ पोल्नको लागि। के सुन भेट्यो त गाइज? भेट्दैछ सुन हैन, लसुन हेर्छ मासु भाइ अरु भने त्यस्तै गाइज पब्जीको प्यान पब्जी आइको पब्जी। केटाहरूसँग घुम्न आउँदाखेरि के काण्ड नहुन त हुँदैन। हामीले तेल चाहिँ सिसीमा हालेर लिएर आएको थियौँ, त्यो प्लास्टिकको बोतल जस्तोमा। केटाले यो ढुङ्गा बगरमा झारेर फुटाएछ। अब प्यान बसालिसकेको थियो, आगो पनि हामीले बालिसकेका थियौँ। तर अब तेल नभएर हामी फेरि हतार तेल लिएर आएर म एउटा मेरो त्यहाँनिर साथी छ। हेलो भन्दै ल। हेलो तेल ल्याउने ग्रुप होइन त? तेल लिएर आउने ग्रुप जो हामी नुहाएर बसौँ सबैलाई के गर्छ त? नुहाउँदैन नि त यो, नुहाउनु हुँदैन होइन? नुहाउनु हुन्छ हुन्छ त, नुहाउनै हुँदैन भन्दै खबुल्ला फुकाल ज्याकेटमा पनि ननुहाउनु त? यसलाई त मेलम्ची ल्याएर कामै भन्नु। यस्तो धुलोमा त्यत्रो कर गरी ल्याएको लास्ट आएर ननुहाउने रे। जा रकी पुरान जा बरु जा, अब तेरो के काम छैन। फाइनली हाम्रो यहाँ आगो बलिसकेको छ। अब यहाँ प्यान स्यान तर्दैछन् केटाहरू। अब तेल सेल हालेर अब रमाइलो हुन्छ के? हाम्रो कुकिङ सुरु हुन्छ। लाज मानेको आजको हाम्रो हेड कुक के छ? त्यहाँ किन्न लागेको त पाएन भने रुको ऐसे नहीं, शुरू से दिखाता हूँ। Pulling up black windows once you go down. You must be crazy if you think that I'ma slow down. Don't wanna hear it talking shit, fuck the drama. Keep it coming, I'ma send you to your mama. Mr. Whip, and the guns out. Dropping bodies in the place till the sun's out. Can't fuck with this, I'm going to try. But when the bullets fly, I'm the last one to die. क्यामेराम्यान समीरको साथमा बुलखाला रमाइलो भयो के छ त भाइ? ल भनिदेऊ ल, के छ? ठिक छ? आज रमाइलो भयो? दाजु के छ, सरसफाइ हुँदैछ? सरसफाइ गर्दैछु म। अब केटाहरूले गरेन, बुढाहरूले मैले त गर्नु पर्यो। एउटा म्याच्योर मान्छे चाहिन्छ भन्दै अझै सरसफाइ खबर के रमाइलो भयो? रमाइलो है। अब जग्गा हाम्रो हेड सेफ उहाँ चाहिँ मिठो मिठो बनाएर खुवाउनु भयो। के छ दाइ, ठिक छ? रमाइलो हो? यहाँ चाहिँ बाँकी छ, यो चाहिँ हामी अब बाटोतिर खान्छौँ घरतिर। माने के छ, रमाइलो भयो? हाम्रो मासु चाहिँ बाँकी नै छ। ल एक पिस खाउँ होइन? ले खाइदिउँ। दामी। फाइनली हामीले यहाँनिर नुहाएर र अब खानपिन सबै सकेर बातचुत गऱ्यो हामीले मासु। र अब हामी यहाँबाट घर जाने चर्चामा छौँ। केटाहरू यहाँ सरसफाइ गरेको देख्न सकिन्छ। यो लुगा पनि लाउँदैछन्। तपाईँहरू पनि अब यो यस्तो मौसममा, यो ग्लुमी मौसममा चाहिँ
धरहराहरू र नगरको टावरहरू चढ्नु सक्दा यसरी आउनुहोस् र हाम्रो केटाहरू चाहिँ मुखसुख पनि छाड्दैनन् अनि त्यस पछाडि केटीहरूलाई पनि जिस्काउँदैनन् तपाईँको साथीहरू यस्तै छ भने यहाँ लोकल बजारमा आएर पनि बस्न सक्नुहुन्छ तर तपाईँहरूको अब साथीहरू चाहिँ हाम्रो जस्तो सबै छैन भने चाहिँ अलिकति प्राइभेसी खोजेर लोकलहरू नभएको ठाउँमा रमाइलो गर्न सक्नुहुन्छ किन भन्दाखेरि पछि लोकलहरूसँग क्लास हुनसक्छ र अब यति भन्दै तपाईँहरू पनि आउनुहोस् अब पौडी सौडी खेल्नुहोस् रमाइलो गर्नुहोस् आजको भिडियो म यही सिकाउँछु बाई बाई